हाई मिनासन कोन्निचिवा। आउनुहोस् आज हामी केही जापानिज वर्ड मिनिङहरू नेपालीमा पढ्नेछौँ। फर्स्टमा रहेको छ वारेमास। वारेमास भनेको फुड्छ। त्यस्तै अर्को रहेको छ ओरेमास। ओरेमास भनेको भाँचिन्छ। त्यस्तै याबुरेमास। याबुरेमास भनेको च्यातिन्छ। अर्को रहेको छ योगोरेमास। योगोरेमास भनेको फोहोर हुन्छ। नेक्स्टमा रहेको छ चुकीमास। चुकीमास भनेको जोड्छु, टाँस्छु। त्यस्तै अर्को रहेको छ हाजुरेमास। हाजुरेमास भनेको फुस्किन्छ, केही चिज फुस्किन्छ भन्दा हाजुरेमास भन्न सकिन्छ। नेक्स्टमा रहेको छ तोमारीमास। तोमारीमास भनेको रोकिन्छ। त्यस्तै गरेर अर्को रहेको छ माचिगाइमास। माचिगाइमास भनेको गल्ती गर्छ। त्यस्तै मोएमास। मोएमास भनेको जल्छ, डढ्छ। नेक्स्टमा रहेको छ ताओरेमास। ताओरेमास भनेको झर्छ, खस्छ। त्यस्तै सासीमास। सासीमास भनेको देखाउँछु। अर्को रहेको छ आकिमास। आकिमास भनेको खुल्छ, ढोका या केही चिज भन्दा। अर्को रहेको छ सिमारीमास। सिमारीमास भनेको बन्द हुन्छ। त्यस्तै चुकेमास। चुकेमास भनेको बल्छ। नेक्स्टमा रहेको छ किएमास। किएमास भनेको निप्छ। लास्टमा रहेको छ कोवारेमास। कोवारेमास भनेको बिग्रिन्छ, भाँचिन्छ। यस्तै सर्ट भिडियोको लागि लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला है त।